सुरु भयो मासु पोलेर यहाँ हुँदैछ मासु पोला हुँदैछ ल सुरु भयो हालेलुया हामी सुरुको God is good all the time. आमेन परमेश्वरको अचम्मको यो सृष्टि भन्दा पनि एउटा अचम्मको सृष्टि को भनेर हामी नानीलाई आमाको गर्भमा बनाउने परमेश्वर वचन यसरी भन्दछ तपाईँ र म मेरो कपालमा भएको टाउकोमा भएको शिरमा भएको कपालको गन्ती पनि उहाँलाई थाहा छ उहाँ कति साह्रो हामीलाई प्रभुलाई पाउनुको एउटा उद्देश्य र परमेश्वरले एउटा माध्यम बनाएको चाहिँ खासै मनिषलाई हो अनि हामीले 2011 को 20 डिसेम्बरको 24 हामीले ग्रहण गरेका थियौँ अनि त्यसको बादमा हामीले ग्रहण गरे पछाडि प्रभुलाई पाए पछाडि ब्याप्टिजन भए पछाडि हामीलाई जन्मिसक्दाखेरि अहिले त्यो भन्नुपर्दाखेरि इङ्ग्लिसमा चाहिँ सिजर भन्दो रहेछ त्यो छारे रोग बिरामले पुग्यो मनिषलाई चाहिँ अनि एक दिन भाइको काखमै नानी चाहिँ एकदमै आँखा पल्टाइ ओरी एकदमै गजब फिस निकालेर नानी यस्तो भएर पुरै नै अब गइसकेको थियो अनि भाइ म घरमा रुँदै भाउजू नानीलाई के भयो भन्दै एकदमै रुँदै आएँ है त्यतिखेर अब हामीले पनि प्रभु पाएको थिएन र परिवारले कसैले पनि प्रभु पाएको थिएन अनि हामी चाहिँ अब धेरै धामीहरू लगाइराख्ने निरुले धेरै धामीहरू बोलाउँथे अनि मनिषको लागि त्यो धामीलाई धेरै खर्चहरू चाहिँ गरेकी थिएँ अनि पछाडि हामीले प्रभु पायौँ प्रभु पछाडि पाएको बादमा हामी अमेरिका आयौँ उनीहरूले प्रभु पाएकै थिएनन् अनि यहाँनिर हेरिसबर्गमा हामी आयौँ 2012मा हामी यहाँ आयौँ जुन महिनामा सायद हामी यहाँ आइपुग्यौँ होला अनि हामी आएको महिना पछाडि उनीहरू आइपुगे अनि मैले भने निरुलाई उसले धेरै धामी झाँक्रीहरू लाउँथे धेरै खर्चहरू गर्थे नानीको निम्ति अनि त्यो सिजरले उसलाई त्यो छारे रोगले भेटिबस्थ्यो अनि यहाँ आउँदाखेरि अनि मैले निरु उनीहरूलाई दिएको त्यो अपार्टमेन्टमा गएँ म अनि जाँदाखेरि भाइ बहिनीलाई दुईजनालाई भने अब तिमीहरूले चाहिँ प्रभुलाई पाउनुपर्छ किनभने यहाँ चाहिँ धामी झाँक्री भेटिँदैन अब त्यो तैँले सधैँ लाउने त्यो नेउपाने माइलो त काम पोको होइन त्यो नेउपाने माइलो यहाँ छैन अब तैँले धामीहरू भेट्दिनस् यहाँ चाहिँ खालि चर्जै मात्रै हुन्छ प्लास्टर हुन्छ सेवाकाई हुन्छ है निरु के गर्छस् भनेर भने अनि उसले है एउटा नानीलाई अब त्यो एउटा छुटकारा होस् भन्ने हिसाबले पनि निरुले चाहिँ अब प्रभुलाई पाए अनि प्रभुलाई जुन दिन उनीहरूले घुँडा टेके प्रभुमा ग्रहण गरे त्यहाँदेखि यता चाहिँ मानिसको जीवनमा त्यो कुराहरू भएको छैन परमेश्वरले एकदमै ठुलो छुटकारा दिनुभएको छ हालेलुया भएका छौँ अनि प्रभुलाई महिमा होस् र प्रभुले मनिषले धेर थोर त बुझ्यो होला कसरी मलाई प्रभुले छुटकारा दिनुभयो भन्ने कुरा चाहिँ मनिषले नै बुझ्यो होला मलाई लाग्छ उसले बुझेको छ र यहाँदेखिको उताको रहस्यमय जीवनहरू सबै प्रभुलाई दिनुपर्छ मनिषले अनि उहाँ हो यो कुरालाई आज हामीले के गर्नुपर्छ विश्वास गर्नुपर्छ ओके अनि हामी नेपाली कम्युनिटीमा चाहिँ 99% people they believe Jesus because of the sickness. Yeah, that's funny. Okay? Because of sickness, because of major problem. Okay? त्यो प्रकारले चाहिँ के गरेको छ यीशुलाई विश्वास गरेको छ. That's why you have to live godly life. You have to live Christ like life.
येशू ख्रिस्टलाई मनपर्ने जीवन चाहिँ आज तिमीले जिउन पर्छ। म फेरि पनि भन्छु, द लाइफ यु आर ह्याभिङ टुडे एन्ड द लाइफ यु आर इन्जोइङ टुडे इज गिभन बाई द लर्ड जिजस। अनि यो चाहिँ ग्रेस हो, त्यो चाहिँ ग्रेस हो। आमा बुवाले जन्म दिनुभयो, उहाँहरूले हुर्काउनु भयो, बढाउनु भयो, आज 16 वर्षसम्म बनाउनु भयो। तर जुन लाइफ अहिले तिमीले पाएका छौ, जुन लाइफ तिमीले आज इन्जोय गरिरहेका छौ, जुन लाइफमा तिमी हेल्दी छौ, तिमी राम्रो छौ, ट्यालेन्ट छौ है, तिमी जसरी अगाडि बढिरहेका छौ, यो जीवन चाहिँ प्रभु येशूको अनुग्रहले दिएको जीवन। ओके, द्याट्स ग्रेस, द्याट्स अमेजिङ ग्रेस। द्याट्स वाइ यङ जेनेरेसन वी हेभ टु लभ लर्ड जिजस क्राइस्ट। आमेन। हामीले येशूलाई माया गर्नुपर्छ। येशूले चाहिँ यो बुढो भन्नुहुन्न, यो भर्खरको भन्नुहुन्न, यो चाहिँ आधा उमेर पुगेको भन्नुहुन्न, यो बेबी भन्नुहुन्न। तिम्रो उमेरमा त कसले 16 वर्षको उमेरमा त दाउद राजाले के गरेको थियो? गोलियतलाई मारेको थियो अनि एउटा राष्ट्रको लागि चाहिँ विजय लिएर आएको थियो। हालेलुया। तिम्रो यु आर नो मोर बेबी नाउ। तिमी चाहिँ कस्तो हो? किङ डेभिड जस्तो हुनुपर्छ। 16 वर्षमा दाउद राजाले कसलाई मारेको थियो अरे? गोलियतलाई मारेको थियो अनि विजय कसको लागि मारेको थियो थाहा छ? राज्यको लागि। सबैले भन्नु ल, ह्याप्पी बर्थडे। 1 2 3 गो। ह्याप्पी बर्थडे टु यु। सबैले Happy birthday to you. Happy birthday to you. Happy birthday to you. That's why you close your mouth. Why are you guys not singing happy birthday? May God bless you. Happy birthday to you. God bless money. Happy birthday to you. ल खुवाइदिनुहोस्। मेरो फोटो पास्टर बाबु हामी तपाईँ परम प्रभुको हातमा उसको सारा जीवन, आत्मा, शरीर र प्राण हामी तपाईँको हातमा समर्पण गर्छौँ। प्रभु तपाईँ परमेश्वरको आशिष, तपाईँको अनुग्रह, तपाईँको निगाह प्रभु आज नानीको जीवनमा हामी यसको नाममा बोल्दछौँ। मेरो छोरो मनिष 16 वर्षको बर्थडेमा यसरी हामी मण्डली परिवार सबैजना भेला भएर यसरी आशिष दिन पायौँ। हामी धन्यवाद दिइसकेका छौँ, धन्यवाद दिनेछौँ। आज विश्वताको समयहरू पनि हामी राखिसकेका छौँ। प्रभुलाई हामी धेरै धन्यवाद दिन्छौँ। हामीले प्रभुलाई धन्यवाद नदिई हामी केही पनि गर्न सक्दैनौँ। जे छौँ हामी प्रभुमा भएर मात्रै छौँ। हामीलाई प्रभुले यो ठाउँमा ल्याउनु भयो, हामी धेरै धन्यवाद दिन्छौँ। अनि धेरै धन्यवाद हाम्रो पास्टर आमा मण्डली सबैजनालाई धेरै धन्यवाद। अनि धेरै अब सबैजना मायाको देखाएको छु। अनि यो चाहिँ हामी सबैलाई यो ठाउँमा भेला गर्नुभयो। हावा चले पनि, हुरी चले पनि परमेश्वरले हामीलाई सहायता गर्नुभएको छ। प्रभुलाई धेरै धन्यवाद दिन्छौँ। सबैजनालाई जय मसीह। मनिषको पिकनिकमा ग्राउन्डमा कति सुन्दर चटपटे, वान अफ माई बेस्ट
सबै कुरो थपिँदैन, मासु थपिँदैन, बरु चटपटे थपिन्छ यहाँ है। यस्तो छ चटपटे खुवाई, मासु खुवाई। Get some for less material, please. मनिषको बर्थडेको खानापिना थियो। मनिषको बर्थडेको खानापिना यस्तो थियो आज। Tell our friends to go over there and play. Lochan! भाइ Lochan! यहाँ चाहिँ मासु पलाइ छ एकदमै दामी। मनिषको 16th बर्थडेको सेलिब्रेसन। यो चाहिँ बल खेलिरहेछन्, बल खेलिरहेछन्, इन्जोय गरिरहेछन् नानीहरू। एकदम ब्लेसेड मोमेन्ट सुरु भइरहेछ। Wait, how far was my face? That's not गफ बातचित भाइ चाहिँ दामी छ। It's gonna be unknown team, you know. I know Ronaldo is good. तर whole 90 minutes. अर्को नम्बर 9 हुन्छ नि